नमस्कार विद्यार्थीहरू, आज हामी पढ्नेछौँ कक्षा 12 को निकै महत्त्वपूर्ण कविता अ डे बाई इमली डिकिन्सन। यो कविता सतहमा हेर्दा एक दिन बिहानदेखि साँझसम्मको वर्णन जस्तो देखिन्छ, तर वास्तवमा यो कविता मानव जीवनको यात्रा जन्मदेखि मृत्युसम्मलाई प्रतीकात्मक रूपमा देखाउँछ। यो कवितामा दुई भागमा विभाजित छ। बिहानको दृश्य, सूर्य बिस्तारै उदाउँछ, प्राकृतिक उज्यालो हुन्छ र बच्चाहरू खेल्न जान्छन्। बिहानलाई जन्मसँग र बच्चाहरूलाई बाल्यकाल, खुसी, इनोसेन्ससँग जोडिएको छ। साँझको दृश्यमा सूर्य अस्ताउँछ, अँध्यारो बढ्छ, बच्चाहरू घर फर्किन्छन्। साँझलाई मृत्युसँग र घर फर्किनुलाई जीवनको अन्त्यसँग जोडिएको छ। अब म तपाईहरूलाई स्ट्यान्डा वाइज एक्सप्लेसन दिन्छु, सजिलो तरिका र गहिरो अर्थमा। फर्स्ट स्ट्यान्जामा कवि भन्छन्, म तपाईलाई सूर्य कसरी उदायो भनेर भन्छु। यहाँ नयाँ जीवन सुरु भएको सङ्केत हुन्छन्। सूर्य बिस्तारै उदाउँछ, जीवन पनि बिस्तारै विकास हुन्छ। आकाश बैजुनी रङको हुन्छ, नयाँ दिनको सुन्दरता यहाँ प्रस्तुत गरिएको छ। स्क्वायरल जस्तै सबै चलायमान हुन्छन्, जीवनमा एनर्जी र एक्साइटमेन्ट। यो स्क्वायरल जस्तै सबै चलायमान हुन्छ, यसलाई जीवनमा एनर्जी र एक्साइटमेन्टसँग जोडिएको छ। पहाडहरू उज्यालोले ढाकिन्छन्, सूर्यको प्रकाश फैलिएको सङ्केत हुन्छन्, बच्चाहरू खेल्न जान्छन्। बाल्यकाल र खुसी, फ्रिडमसँग जोडिएको छ। सेकेन्ड स्ट्यान्जालाई साँझसँग जोडिएको छ। अब कवि साँझको कुरा गर्छिन्। अन्त अँध्यारो हुन्छन्, जीवनको अन्त्य हुन्छन्। बच्चाहरू सनरेजको प्रतीकका रूपमा रहेको छन्, यसले मानव जीवनसँग जोडिएको छ। बिस्तारै अघि बढ्छन्, जीवनको यात्रा सुरु हुन्छन्, अर्को ठाउँमा पुग्छन्। मृत्युपछिको अवस्थालाई यहाँ वर्णन गरिएको छ। एक शिक्षक जस्तो व्यक्ति डेथको प्रतीकको रूपमा रहेको छ। ढोका बन्द हुन्छन्, जीवन समाप्त हुन्छन्। यसको मुख्य थिम चाहिँ के रहेको छ? यो स्टोरीको जीवन एक यात्रा हो। जन्म र मृत्यु प्राकृतिक प्रक्रिया हुन्। प्रकृतिले जीवनको अर्थ बुझाउँछ। बाल्यकालदेखि युथ पछि डेथ, यसले यही नै मानव जीवन रहेको छ। सनराइजलाई जन्मसँग, मर्निङलाई बाल्यकालसँग, चिल्ड्रेनलाई मानव जीवनसँग, सनसेटलाई मृत्यु र इभिनिङलाई जीवनको अन्त्य, स्कुल मास्टरलाई मृत्युसँग जोडिएको छ। पोइटको स्टाइल चाहिँ इमली डिकिन्सनको शैली सरल शब्द तर गहिरो अर्थ रहेको छ। नेचरको प्रयोग गरिएको छ र सिम्बोलिज्म धेरै प्रयोग भएको छ। इन्डाइरेक्ट एक्सप्रेसनमा लेखिएको छ। यो कविता हामीलाई सिकाउँछ कि जीवन बिहान जस्तै सुरु हुन्छन्, बिस्तारै बढ्छ अनि साँझ जस्तै अन्त्य हुन्छन्। अडे केवल एक दिनको कथा होइन, यो पुरा जीवनको दर्शन हो। यदि तपाईलाई यो एक्सप्लेसन मन पर्यो भने लाइक, सेयर र सब्स्क्राइब गर्नु